हेलो नमस्ते सबैजनालाई है। आज म चाहिँ एउटा यो अप स्किल टेस्टको हैन एउटा यो रिडिङको कस्तो कस्तो आउँछ भनेर एउटा तपाईहरुलाई देखाइरहेको छु हैन। आई होप तपाईहरुलाई पनि यो हेरेर केही कुराहरु जान्नु हुनेछ यहाँबाट भन्ने विश्वास लिएको छु। सबैभन्दा पहिला रिडिङको पार्ट 1 गरौँ। पार्ट 1 मा चाहिँ तपाईले यो माथिको पढेर त्यहाँको जो आज लेखेको छ त्यो अनुसारको तल अनि यो तीनटा मध्ये कुन चाहिँ राइट छ हैन, मिल्ने कुन छ त्यसलाई चाहिँ चुज गर्नुपर्ने हुन्छ हैन। यो माथिको प्याराग्राफ पढ्नु पर्यो अनि त्यो अनुसारको तल के सोध्या छ त्यो अनुसारको आन्सरहरु कुन चाहिँ मिल्ने छ ठ्याक्क त्यसलाई चाहिँ हेरेर चाहिँ आन्सर दिनु पर्यो है। सकिन्छ मजाले, नआत्तिनु होला हैन। आत्तिनु चाहिँ भएन। प्याराग्राफ पढ्ने अनि तलको सोधेको क्वेशन के छ ठ्याक्क आफूले चाहिँ हेरेर कुन चाहिँ राइट छ अनि ठ्याक्क गर्ने है। अब पढ्न त हामी सबैलाई आइहाल्छ, आत्तिनु पर्दैन। मेन भनेको आत्तिनु भएन। अब पार्ट 2 गरौँ। पार्ट 2 मा पनि सेम त्यही हो, माथि पढ्ने अनि कुन चाहिँ मिल्छ त तीनटा मध्ये एउटा चुज गर्ने अनि जुन मिल्छ त्यसलाई चाहिँ आन्सर राइट लगाउने अनि जुन मिल्छ क्लिक गर्दै अनि सबमिट गर्दै गर्ने। जुन चाहिँ राइट आन्सर हो त्यसलाई क्लिक गर्ने अनि सबमिट गर्ने तरिका यो स्याम्पल यो हैन। अब यसलाई अब पार्ट 3 मा गरौँ। पार्ट 3 मा चाहिँ हामीले चाहिँ लेख्नु पर्ने हुन्छ यहाँ चाहिँ है। यहाँ मिसिङ अर्डर कुन चाहिँ अब मिसिङ छ अर्डर हैन, यहाँ मिनिङ वर्ड चाहिँ त्यो वर्ड चाहिँ यहाँ लेख्नु पर्यो कि हैन। यसले अब यसको शब्द अनुसार कुन अक्षर आउँछ कुन मिल्छ त्यहाँ त्यो मिसिङ अर्डर चाहिँ त्यहाँ लेख्नु पर्यो, हामीले फिलअप गर्नु पर्यो। यो हुन्छ I am busy tonight, I have a physio appointment in the evening भन्नुपर्ने। हिन्दी हो कि बाई